ओके, आई एम एक्साइटेड फर एक्लो वान। अब म किन एक्साइटेड छु भन्दाखेरि यो मुभीको स्टोरीको कारणले होइन कि नेपालमा पहिलोपटक साइफाई जनरको कुनै मुभी बन्दैछ, त्यसकारण म यो मुभी हेर्न निकै एक्साइटेड छु। अब नेपालमा पहिलोपटक यो जनरमा कुनै मुभी बन्दैछ, त्यसैले म यो मुभीमा हाई लेभलको भिएफएक्स त एक्सपेक्ट गर्दिनँ, बस यति एक्सपेक्ट गर्छु कि यो मुभीको स्टोरी वेल रिटन होस्। अब यो मुभीको नाम एक्लो वान छ भनेपछि मेकर्स आर डेफिनेटली प्रिपेरिङ फर इट्स सेकेन्ड पार्ट र आई होप यो मुभीले राम्रै बिजनेस गरोस्, जस कारण नेपालमा यो जनराको अरू मुभीहरू पनि बनोस्। र अब कुरा गरौँ यो मुभीको ट्रेलरको। यो ट्रेलरले सुरुमा नै मुभीको स्टेक हाई रहेको कुरा बताउँछ र मुभी निकै टेन्स हुने पनि देखाउँछ। तर त्यसपछि इन्ट्रोडक्सन हुन्छ यो क्यारेक्टरको र यो एआई रोबोटको, जो कुनै सुनसान ठाउँमा एक्लै छन् र बिस्तारै टेलर अघि बढ्दै जान्छ र मुभीको स्टोरी पनि खुल्दै जान्छ। एकपछि एक अर्को क्यारेक्टर इन्ट्रोड्युस हुँदै जान्छ। अब यो ट्रेलर हेर्दा यो मुभी अर्थमा मात्र टेक प्लेस गर्छ जस्तो लाग्दैन। सुनिल थापाको क्यारेक्टर मेरो गेस अनुसार सायद मुनको अथवा भनौँ चन्द्रमाको राजा हुनेछन् र उहाँको छोराबीच राजाको गद्दीको लागि हुने पोलिटिक्सको बारेमा पनि सायद यो मुभीले देखाउनेछ। अब मुभीमा यो दुई क्यारेक्टरहरू पनि छन् जो बीच सायद कुनै लभ एङ्गल देखाउँछ यो मुभीले। र नोटिस गर्नुपर्ने कुरा यो हो कि यो दुई क्यारेक्टरसँग हाइटेक टेक्नोलोजी छ, यिनीहरू प्रोपर युनिफर्ममा छन् र यिनीहरूको फाइटिङ टेक्निक पनि राम्रो छ। मलाई लाग्छ सायद यी दुई ट्रेन्ड सोल्जरहरू हुन्छन् जसको मिसन हुन्छ कि एलियन अथवा राक्षसहरूसँग फाइट गर्ने र पृथ्वीमा बाँकी रहेको जति पनि मान्छेहरू छन् तिनीहरूलाई प्रोटेक्ट गर्ने, जस कारण सायद हामीले यो मुभीमा निकै एक्सन सिन्सहरू पनि देख्नेछौँ। अब कुरा गरौँ मुभीको स्टार प्रदीप खड्काको। यो ट्रेलरमा उहाँको यति धेरै फ्रेमहरू त छैन, तर आई होप मुभीमा उहाँको राम्रै इम्प्याक्ट हुनेछ। ट्रेलरको बिचमा सुनिल थापाले कल्कीको आगमन भएको छ भन्ने बेला स्क्रिनमा प्रदीप खड्कालाई हामीले देख्न सक्छौँ, जसले गर्दा मेरो गेस अनुसार प्रदीप खड्का यो क्यारेक्टरमा सायद कल्कीको रूप हुनेछन्। अब यो मुभीको भिएफएक्स तलमाथि भए पनि आई होप यो मुभीको स्टोरी चाहिँ इन्गेजिङ हुनेछ र यो मुभीले पार्ट 2 लाई राम्रोसँग सेटअप गर्नेछ। ओके, हजुरहरूले यो ट्रेलर हेर्नुभयो कि भएन? हेर्नुभयो भने हजुरहरूले ट्रेलर कस्तो लाग्यो लेट मी नो इन द कमेन्ट, र यो भिडियो हजुरलाई कस्तो लाग्यो त्यो पनि कमेन्टमा भन्नुहोस्।